आदरणीय मित्रजन हजुर सबैलाई म हृदयदेखि नमस्कार गर्दछु। यस वर्षको हरेक पार्वण महालय श्राद्धमा मघा नक्षत्र परेकै हुन्छ। तर मघा नक्षत्र पर्यो भने मान्छे अप्ठ्यारो मान्ने गर्छन्। यो वर्षको मघा श्राद्ध 7 गते असोज 7 गते त्रयोदशी तिथिमा परेको छ। मघा पर्यो भने श्राद्ध नगर्ने, श्राद्ध गर्यो भने कि अप्ठ्यारो हुन्छ भनेर श्राद्ध नगर्ने गर्छन् मान्छेले। तर यो शास्त्रको मत नबुझेर अथवा जुन चाहिँ यो श्राद्ध गराउने ब्राह्मण नपढेको गोठालो अथवा नियम विधि नजान्ने अथवा हावाको भरमा जान्ने भएर हो कि मघा श्राद्ध गर्नु हुँदैन भनेर उनीहरूले प्रचार दिएका र त्यही श्राद्धलाई चाहिँ नि त्यस्तो अमूल्य श्राद्धलाई छोड्ने गरेका हुन्छन्। सङ्क्रान्तिको श्राद्ध अनि भरणी नक्षत्र परेको श्राद्ध, मघा परेको श्राद्ध सबैभन्दा राम्रो श्राद्ध मानिन्छ। त्यो श्राद्ध गर्नाले उसका मनोकांक्षा पुरा हुने, पितृ पनि नरक गएका भए पनि स्वर्गलोक वैकुण्ठ जान पाउने हुन्छ। तर हामीले नबुझेर ठिक्क उल्टो गरेर हामी त्यो श्राद्धलाई नगरेर छोडिदिन्छौँ। यो हामीलाई आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु जस्तै नै हो मलाई लाग्दछ। मघा श्राद्ध के हो भने श्राद्ध तिथिसँग सम्बन्धित हो। मघा भनेको नक्षत्र हो, नक्षत्र भएनाले त्यति चाहिँ नि भएन। त्यसमा पनि मघा नक्षत्र पर्यो भने श्राद्ध नछुटाउनु तर श्राद्ध गर्नु। छोरो भएको मान्छेले श्राद्ध गर्दा बिना पिण्डको श्राद्ध दिनु अथवा चाहिँ पिण्डको रूपमा हामीले नमुछेर केरा अथवा केही फलफुल दिएर त्यसको भागले सन्तुष्टि हुन सक्दछ, सन्तुष्टि हुने हुन्छ। र जसको छोराछोरी छैन उसले भने पिण्ड दिन मिल्छ, तर छोराछोरी भएको मान्छेले पिण्ड दिनु हुँदैन भनेर शास्त्रमा लेखिएको हुनाले श्राद्ध नगर्ने गरेको। तर यो श्राद्ध जस्तो राम्रो श्राद्ध कुनै पनि श्राद्ध मानिँदैन। यो अमूल्य श्राद्ध हो। त्यसो भएको हुनाले मूल परेको मघा परेको नक्षत्रलाई आफ्नो विधि विधानले श्राद्ध गरौँ। श्राद्ध मघा नक्षत्रको श्राद्ध गर्नाले तपाईँको जीवनमा उन्नति प्रगति सबै ती धर्म अर्थ काम सबै चाहिँ नि त पुरा हुने हुन्छ भनेर शास्त्रमा लेखिएको छ। त्यसैले यो चाहिँ नि मघा पर्यो भन्दैमा श्राद्ध नछोड्नुहोस्। यो अत्यन्त राम्रो समय हो। यी 16वटा श्राद्धमा जुन दिन या भरणी नक्षत्र पर्छ या चाहिँ नि मघा नक्षत्र पर्छ, त्यो मघा नक्षत्र परेको दिनको श्राद्ध बराबर अत्यन्त राम्रो श्राद्ध कुनै पनि हुँदैन। यो कुरा थाहा पाइराख्नु होला कि यसपालिको त्रयोदशीमा मघा परेको छ। तर मघा परेको मान्छेले यो श्राद्धलाई नगर्नुहोस्, झन् चाहिँ नि खुसी भएर श्राद्ध गर्नुहोस् र पिण्ड चाहिँ नि नदिनुहोस्। पिण्ड दिनु पर्दैन। पुवा अथवा चाहिँ नि खिर अथवा चाहिँ नि फलफुलको रूपमा उनलाई चाहिँ नि पूजा गरेर दिने पितृलाई, तर चाहिँ नि पिण्ड मुस्नु चाहिँ नि हुँदैन। छोरा भएको मान्छेले, छोरा नभएको मान्छेले त त्यो पनि पिण्ड मुछेरै दिनुपर्छ भनेर मघा नक्षत्रमा लेखिएको छ। अब हजुरहरूलाई के भन्छु भने तपाईँलाई मेरा यी कुरा मन परेमा हजुरले मलाई लाइक गर्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ, यो च्यानलमा सब्सक्राइब गर्न सक्नुहुन्छ र सब्सक्राइब गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, अरूलाई हेराउन सक्नुहुन्छ भन्ने मलाई आशा रहेको छ। अब यो पितृपक्ष सुरु भएको छ। तपाईँलाई नै तपाईँका पितृले तपाईँलाई आशीर्वाद दिउन्, तपाईँको उन्नति प्रगति सदा गरिरहन्, तपाईँको जीवनमा दुःख कष्ट अप्ठ्यारो नहोस् भन्नको लागि यिनै पितृले तपाईँलाई आशीर्वाद दिउन् भनेर हजुरहरूबाट अहिले म बिदा हुन्छु। हस्त नमस्कार।